नमस्कार तपाईहरुलाई स्वागत छ नेपाल अनलाइन स्कुल युट्युब च्यानलमा र आज हामी क्लास 10 को अथवा भनौं क्लास 10 पछिको आफ्टर एसई को चाहिँ क्वेशनहरु प्र्याक्टिस गर्न गइरहेका छौं। ब्रिज कोर्सका क्वेशनहरु प्र्याक्टिस गर्न गइरहेका छौं र खास गरी अब आजको सेट मैले चाहिँ म्याथमेटिक्सको केही सेट केही क्वेशनहरु म 15 वटा क्वेशनहरु तपाईहरुलाई प्र्याक्टिस गराउँछु। एकदम राम्ररी हामी बुझेर प्र्याक्टिस गर्छौं। तपाईहरुलाई इन्ट्रान्समा कस्ता खालको क्वेशन आउने रहेछ त भन्ने कुरा तपाईले जान्नुहुन्छ यहाँबाट है। र अलिकति ट्रिक लगाउन पर्ने खालका क्वेशनहरु पनि हुन्छन्, अलिकति लङ प्रोसेसबाट गर्नुपर्ने खालका क्वेशनहरु पनि हुन्छन्, कुनै सर्ट प्रोसेसबाट पनि मिल्छन्। ती सबै कुराहरु हामी हेर्छौं। सो जौ क्वेशनमा मैले आज खास गरिकन चाहिँ यो सेटबाट तपाईहरुलाई केही क्वेशनहरु 15 वटा क्वेशन्स लिएर आएको छु। हेरौं के भनिरहेछ है दादा। अब एकदमै सजिलो क्वेशन छ फर्स्ट क्वेशन। If a is equal to 1357 and b is equal to 357911 then a minus b is भनेको छ। त a minus b भनेको कति हुन्छ? अब तपाईसँग चाहिँ 8 9 10 को अलिकति राम्रो म्याथमेटिक्सको कन्सेप्ट चाहिँ हुनुपर्छ है, नत्र भने अलिकति गाह्रो हुन्छ। तपाईले क्लास लिनु भयो त थाहा पाउनुहुन्छ, कन्सेप्टहरु पनि लिन पाउनुहुन्छ। हामी क्लासको बारेमा पनि म तपाईलाई बिचमा इन्फर्मेसन दिन्छु है। ल हेर्नुस् अब यहाँ a को 1357, b भनेको 357911 छ। त a minus b भनेको के हुन्छ भन्दाखेरि a minus b भनेको के हो? a मा भएको b मा नभएको। त हेर्नुस् a मा 1357 छ हो, यहाँ छ 357 छ हो। यहाँ म चाहिँ यो 357 लेख्नु भएन, के बाँकी रह्यो? 1 बाँकी रह्यो नि। त a minus b भनेको के हुन्छ त? 1 हुन्छ। तर यो 1 पनि कस्तो हुन्छ? सेट भित्र हुन्छ नि त। सेटलाई त कहिले ब्र्याकेटले रिप्रेजेन्ट गर्नु पर्यो नि त, हो कि हैन? त्यही भएर अप्सन नम्बर ए चाहिँ सही हुन्छ। बी हुँदैन है, विद्यार्थीहरुले बी पनि लगाउनुहुन्छ। यहाँ अप्सन नम्बर ए हुन्छ। अप्सन वाला क्वेशन्स सजिलो पनि हुन्छ, घुमाउँछ पनि है। अर्को छ नेक्स्ट क्वेशन हेर्नुस् के भनिरहेछ। इफ nx is equal to 6 ny is equal to 9 what is the greatest value of nx union y भनेको छ। nx union y को ग्रेटेस्ट भ्यालु अथवा भनौं हाईएस्ट भ्यालु कति हुन्छ भनेर भनिरहेछ है। हाईएस्ट यसको फर्मुला त हामीलाई थाहा छ। हेर्नुस् nx plus ny minus nx intersection y हो कि हैन? हो। अब यो x युनियन y को भ्यालु कति बेला ग्रेटेस्ट हुन्छ भन्नु त? जब इन्टरसेक्सन 0 हुन्छ। इन्टरसेक्सन 0 भयो भने के हुन्छ? इन्टरसेक्सन 0 भयो भने त यो दुईटाको भ्यालु जोड्दाखेरि ग्रेटेस्ट भ्यालु आउँछ। सो यो दुईटालाई जोड्दिनुस् 6 plus 9 यो त 0 हुनु पर्यो, हो कि हैन? हो। सो कति आयो त हाम्रो? 15 आयो। त यो अप्सन नम्बर बी 15। अब यो क्वेशन देख्नु भएको थियो। यो 10 को फर्मुला यो त मिल्दैन नि, मिल्छ त? यो कन्सेप्ट चाहिन्छ का? यो कन्सेप्ट भयो भने चाहिँ बल्ल हामीले गर्न सक्छौं है। अर्को क्वेशनमा जाउँ। नेक्स्ट 3 नम्बर क्वेशन के भनिरहेछ हेर्नुस् त। a भनेको 1 2 3 4 छ, b भनेको 2 3 4 5 छ, c भनेको 3 5 7 9 छ। के निकाल्नु भनेछ? a युनियन b युनियन c। त a युनियन b युनियन c भनेको के हो? a b c तीनटैको एलिमेन्ट लेख्ने तर नदोहोर्याई लेख्ने। के अरे? तीनटैको एलिमेन्ट लेख्ने तर नदोहोर्याई लेख्ने। युनियन भनेको त्यही त हो। सो 1 2 3 4 5 7 9 यी त हो। 1 2 3 4 5 7 9 और सबै यहाँ हेर्नुस् त 1 2 3 4 5 7 9 1 2 3 4 5 7 9 1 2 3 4 5 7 9 मिल्छ नि? एकदम मिल्छ। यहाँ 1 2 3 4 छ, 2 3 4 त आइसक्यो, 5 एउटा आयो, 5 3 र 5 आइसक्यो, 7 र 9 आयो। त 1 2 3 4 5 7 9 कहाँ छ भन्नु त? अब अप्सन नम्बर ए हेर्नुस् त। 1 देखि 9 सम्म यो मिलेन। 1 2 3 4 5 7 8 कहाँबाट आयो? 8 मिलेन है, यो मिल्यो। 1 2 3 4 5 7 9 यो पनि मिलेन। 6 त छैन यहाँ छ त। a युनियन b युनियन c मा 6 हुन्छ? हुँदैन। यसरी गर्ने हो। ठीक छ। अर्कोमा जाउँ। ल सेटको क्वेशन आयो। अब हेरौँ के भनिरहेछ क्वेशनमा। इन अ मार्केट अफ सर्वे अफ 600 कन्ज्युमर अफ टी टोटल कति जना रहेछन्? 600 जना। एनयु भनेको 600। इट वाज फाउन्ड दैट 300 पर्चेस्ड मेची टी। ल मेची टी एनएम भनेको 300 ले चाहिँ मेची टी किनेछ। 250 मुना टी। अब मुनालाई के लेख्नु? ल मुनालाई चाहिँ मैले यसरी टी लेखिदिन्छु। ल यो मुना टी भनेको 250। तपाईले सल्भ गर्नु पर्दैन है, इन्ट्रान्समा टिक मात्रै हाल्ने हो। 150 150 पर्चेस्ड बोथ दुईटै किनेछन् 150। इन्टरसेक्सन कति छ? 150। हाउ मेनी पर्चेस्ड एटलिस्ट वान अफ देम? ल एटलिस्ट वान अफ देम भनेको के हो? एटलिस्ट भन्ने बित्तिकै तपाईले बुझ्नु पर्यो यहाँ युनियन तपाईलाई सोधेछ। के सोधेछ? युनियन। त यहाँ युनियन निकाल्नु पर्यो तपाईहरुले। सो निकाल्नुस् युनियन m युनियन t। के हुन्छ फर्मुला? nm plus nt minus n m intersection t हो कि हैन?
सो मेची टी कति 300 जना, मुना टी कति 200 जना, 250 जना, दुईटै किन्ने 150 जना, कति भयो 300 200 500 550 मा यो 50 घट्यो 500 400 आयो। तपाईले क्याल्कुलेटर लगाउन पाउनुहुन्छ है, क्याल्कुलेटर लगाउन पाउनुहुन्छ, तपाईले चिन्ता लिनु पर्दैन। सो हाम्रो कुन आयो 400 आयो, यो अप्सन नम्बर सी लगाउनु पर्यो 400 200 600 400 450। ठीक छ, यो त सजिलो क्वेशन थियो। अर्कोमा जाउँ, के भनिरहेछ? इन अ सिटी अफ 26,000 population 5,000 read English newspaper, 12,000 read नेपाली newspaper, 1,000 read both। ल टोटल युनिभर्सल सेट कति 26,000। इंग्लिश पढ्ने कति? इंग्लिश पढ्ने 5,000। नेपाली न्यूजपेपर पढ्ने कति 12,000, 12,000। दुईटै पढ्ने कति? यी दुईटै पढ्ने भनेको के हो? बोथ भनेपछि बुझ्नुस्, यो इन्टरसेक्सन दिएको, इन्टरसेक्सन कति दिएको छ 1,000। भने के निकाल्नु भनेछ? व्हाट पर्सेन्ट रिड नाइदर अफ देम। नाइदर अफ देम भनेको दुईटै नपढ्ने कति पर्सेन्ट छन्, कति जना छन् हैन, कति पर्सेन्ट छन् भनेको छ। त दुईटै नपढ्ने भनेको कम्प्लिमेन्ट निकाल्नु भनेको छ। केमा निकाल्नु भनेको छ? पर्सेन्टेजमा निकाल्नु भनेको छ। त हामीले यहाँ अब यो पर्सेन्टमा दिएको है, यो सबै के हो त? यो पर्सेन्टमा हो। यहाँ चाहिँ क्याल्कुलेटर चाहिन्छ। ल अब कति पर्सेन्ट निकालौँ? ल पहिला के गरौँ? नम्बरमै निकालौँ न पहिला। ठीक छ, अब हेर्नुस् यहाँ n ई युनियन n भनेको कति हुन्छ भन्नु त? म फर्मुला लेखिराख्दिन ल। यो प्लस यो माइनस यो, यही गर्ने हो कि हैन? 5,000 प्लस 12,000, 5,000 प्लस 12,000 माइनस इन्टरसेक्सन भनेको 1,000 माइनस 1,000 कति आयो? 12 5 17, 17 र 1 गर्दाखेरि 16,000 आयो, 16,000 आयो। युनियन कति आयो? 16,000। अब यहाँ युनियन दिएको छ, त हेर्नुस् हामीलाई यो थाहा छ n युनियन भनेको, सरी n युनिभर्सल सेट भनेको कति हो? e युनियन n प्लस n e युनियन n को कम्प्लिमेन्ट हो कि हैन? हो। त nu भनेको कति छ? 26,000। e युनियन n कति छ? 16,000। कम्प्लिमेन्ट हामीलाई थाहा छैन, कम्प्लिमेन्ट निकालौँ ल। कति आउँछ हेर्नुस् त, सब्ट्र्याक्ट गरौँ त। 26,000 मा 16,000 गर्दाखेरि कति आयो? 10,000 आयो। ल आयो 10,000 आयो, 10,000 भन्नुको मतलब 10,000 लाई चाहिँ दुईटै न्यूजपेपर पढ्न मन पर्दैन रहेछ। कम्प्लिमेन्ट भनेको त्यही हो। तर के भनेको छ? कति पर्सेन्टलाई मन पर्दैन। त कति पर्सेन्टलाई मन पर्दैन भन्दाखेरि कसरी निकाल्ने? हेर्नुस् 10,000 लाई मन पर्दैन हो कि हैन? 10,000 लाई मन पर्दैन। टोटल कति छन्? 26,000। टोटल कति छन्? 26,000। त 26,000 मा 10,000 लाई मन पर्दैन भनेपछि कति पर्सेन्टलाई मन पर्दैन भन्दाखेरि 10,000 बाइ 26,000 इन्टु 100%। ठीक छ, मैले अब प्रोसेस राम्ररी गरिराख्नु पर्दैन है तपाईले। एसई को एक्जामको पेपर होइन, ठ्याक्क टिक हान्ने हो है। सो दुईटा 0 दुईटा 0 क्यान्सल भयो, एउटा 0 एउटा 0 क्यान्सल भयो। 1000 बाइ 26 गर्नु भने कति आउँछ भन्नुस् त? 500 बाइ 13, 513 भनेको कति हो? 38.46 आयो जस्तो लाग्यो त। हेरौँ त है, 1000 डिवाइडेड बाइ 26, यस 38.46% आयो। यो भनेको 38.46% हुन्छ। कुरो बुझ्यो? एकदम सजिलो छ है, गाह्रो छैन। अर्को छ नेक्स्ट। ल अब हेरौँ के भनिरहेछ। NU भनेको 200, NA 160, NB 80। व्हाट इज द लिस्ट भ्यालु अफ A युनियन B? A युनियन B को चाहिँ लिस्ट भ्यालु के हुन्छ? मिनिमम भ्यालु कति हुन्छ भनेर सोधिरहेछ। ल अघि म्याक्सिमम सोधेको थियो, अब मिनिमम सोधौ है। त यसको मिनिमम भ्यालु कति हुन्छ भनेर सोधिरहेछ। हेर्नु है अब कसरी निकाल्ने। NA प्लस NB माइनस N A इन्टरसेक्सन B, यो फर्मुला हो कि हैन? हो। त हामीलाई यहाँ A युनियन B मिनिमम भनिरहेछ भन्नुको मतलब A इन्टरसेक्सन B के हुन्छ? म्याक्सिमम हुन्छ। यदि यो कम निकाल्नु पर्यो, A युनियन B चाहिँ सबैभन्दा कम हुनको लागि के हुनु पर्यो? इन्टरसेक्सन त म्याक्सिमम हुनु पर्यो। जबसम्म इन्टरसेक्सन म्याक्सिमम हुँदैन तबसम्म यो त मिनिमम आउँदै आउँदैन। सो भन्नुस् त अब NA 160 छ, NB 80 छ भने यो A इन्टरसेक्सन B म्याक्सिमम कति हुन्छ? कति हुन्छ भन्नु त ल? सोच्नुस्, यहाँ 5 जना छन्, यहाँ 2 जना छन्। इन्टरसेक्सन भनेको कति हुन्छ? 2 जना हुन्छ। यहाँ 10 जना, यहाँ 3 जना छन्, यहाँ 1 जना छ। इन्टरसेक्सन भनेको कति जना हुन्छ? म्याक्सिमम 1 जना त हुन्छ। हो कि हैन? हो। भन्नुको मतलब यहाँ 160 छ, यहाँ 80 छ। त इन्टरसेक्सन म्याक्सिमम कति हुन सक्छ? 80 त हुन सक्छ नि, 90 त हुँदैन के अरे।
इदर कन्डिसनको 90 हुन्छ हुँदैन, 81 हुन्छ हुँदैन, 80 हुन्छ, 79 हुन्छ, 78 हुन्छ। सो म्याक्सिमम भनेको 80 हुन्छ। त यसको भ्यालु कति हुन्छ? 80 हुन्छ यसको भ्यालु। त एनए भनेको कति हुन्छ? 160, एनबी भनेको कति हुन्छ? 80, कति आयो? 160 आयो। अप्सन नम्बर ए करेक्ट एन्सर। ठिक छ, अब यसरी याद गर्नुपर्छ, थाहा पाउनु पर्यो। अलिकति कन्सेप्चुअल कुराहरू हामीले नबुझिकन चाहिँ हुँदैन, त्यो हो खासमा कुरा। 6 नम्बर पनि भयो है। यस्ता क्वेसनहरू तपाईँलाई सोध्छन्, खास गरिकन सेन्ट जेभियर, एसओएस, बुढा नीलकण्ठमा यस्तै क्वेसन्सहरू चाहिँ तपाईँलाई आउँछ। नर्मल क्वेसन पनि आउँछन् सजिलो टाइपको, तर यो अलिकति 1 लेभल अफ टाइपको क्वेसनहरू पनि आउँछ। यस्तो पनि प्र्याक्टिस गर्नुपर्छ है हामीले। जस्तो अब हेर्नुहोस्, तपाईँलाई क्लास 8 को पनि यहाँ कन्सेप्ट चाहियो, 9 को पनि कन्सेप्ट चाहियो। अब हेर्नु के भनिरहेछ, इफ ए सेट बिल्डर फर्ममा दिएको छ, एक्स भनेको 2x² + 1, एक्स को भ्यालु 5 अथवा 5 भन्दा कम नेचुरल नम्बर भनेको 1 देखि 5। त के भनिरहेछ हेर्नु, एक्स को भ्यालु कति हुन्छ? एक्स को भ्यालु कति हुन्छ हेर्नुस् त, 5 भन्दा कम भनेपछि कति हो? नेचुरल नम्बर भनेपछि 0 त नेचुरल नम्बर हैन, 1 हो। 1 2 3 4, 5 सँग यहाँ बराबरी छ, 5 पनि पर्यो। एक्स को भ्यालु 1 2 3 4 5 पर्यो। ठीक छ। अब यहाँ यो ए भन्ने सेट कति हुन्छ ल भन्नुस्, ए भन्ने सेट निकाल्नु पर्यो। अब हेर्नु है, एक्स को भ्यालु त 1 2 3 4 5 आयो। अब ए भन्ने सेट भनेको के हो? 2x² + 1 हो। के हो? 2x² + 1। त एक्स को भ्यालु 1 हुँदाखेरि, एक्स को भ्यालु 1 हुँदाखेरि 2x² + 1 भनेको कति हुन्छ भन्नुस् त? 2 × 1 को स्क्वायर + 1 भनेको 2 1 3 भयो कि भएन? त यहाँ 3 भयो। एक्स को भ्यालु 2 हुँदाखेरि, एक्स को भ्यालु 2 हुँदाखेरि यो 2x² + 1 कति हुन्छ? 2 × x² भनेको 2² + 1, 4 2 8 + 1 9, त यो 9 हुन्छ। एक्स को भ्यालु 3 हुँदाखेरि 2x² + 1 भनेको कति हुन्छ? एक्स को भ्यालु 3 हुँदाखेरि 2 × 3² + 1 कति भयो? 9 2 18 119, यहाँ 19। एक्स को भ्यालु 4 हुँदाखेरि कति हुन्छ? 4² भनेको 16, 16 2 32 + 1 33। एक्स को भ्यालु 5 हुँदा कति हुन्छ? 5 को स्क्वायर 25, 25 2 50, 50 र 1 जोड्दाखेरि 51। कुरो बुझ्यो? क्लियर। ए भन्ने सेट आयो। बी भन्ने सेटमा जाउँ, के भनिरहेछ? एक्स इज अ प्राइम नम्बर्स बिट्विन 10 and 15, 10 and 15 बीचको प्राइम नम्बर, 10 र 50 बीचको प्राइम नम्बर। त प्राइम नम्बर भनेको त्यस्तो खालको नम्बर हो जसलाई 1 नम्बर 1 र त्यो नम्बर बाहेक अरु कुनैले पनि डिभाइड जाँदैन। जस्तो 5 भनेको प्राइम नम्बर हो, किन? 5 लाई 5 ले डिभाइड जान्छ, 5 लाई 1 ले डिभाइड जान्छ, अरु डिभाइड जाँदैन, त्यही भएर यो प्राइम नम्बर। सो 10 देखि 50 सम्मको प्राइम नम्बरहरु लेखौं ल। 2 3 5 7 परेन, 11 13 17 19 21 हुँदैन, 23 25 भएन, 27 भएन, 29 31 33 परेन, 35 परेन, 37 पर्यो, 39 परेन, 41 43 47 ल यी परे प्राइम नम्बर पनि तपाईलाई याद हुनुपर्छ है। सो के भनिरहेछ? ए इन्टरसेक्सन बी तपाईले निकाल्नु पर्यो। व्हाट इज द भ्यालु अफ ए इन्टरसेक्सन बी? ल अब निकाल्नु त। अब त मजाले सक्नुहुन्छ होला इन्टरसेक्सन बी निकाल्नको लागि। त कति हुन्छ हेर्नुस्, कुन कुन मिलेको छ त्यही हाम्रो राइट आन्सर हो है। त यहाँ 3 9 3 9 19 19 छ, एउटा 19 19 एउटा मिलो। अर्को कुन मिल्यो? 33 छ यहाँ छैन, 51 छदै छैन, 9 छैन, 3 पनि छैन, भनेपछि कुन हो? 19 हो। छ इ अप्सन नम्बर सी। पुरा बुझ्यो? सेट लेख्ने आन्सर गर्ने सिक्छ। अर्कोमा जाउँ, 8 नम्बरको क्वेशन। यु भनेको के हो त रे? यु भनेको दिएको छ x इज अ पोजिटिभ इन्टिजर लेस देन 20, 20 भन्दा सानो पोजिटिभ इन्टिजर। पोजिटिभ इन्टिजर भनेको के हो? अब हाम्रो पर्यो 1 देखि, पर्यो कि परेन? पर्यो। अब हेरौँ के छ यहाँ, पर्यो 1 देखि 20 सम्म, 20 सम्म पर्यो है। y इज अ मल्टिपल अफ 4, y भनेको 4 को मल्टिपल, 4 को मल्टिपल भनेको के हो? 4 ले एक्ज्याक्टली डिभाइड जाने, 4 ले एक्ज्याक्टली डिभाइड जाने। 4 4 2 8, 4 3 12, 4 4 16, 4 5 20, 20 पर्छ यहाँ, 4 5 20 पर्छ। तर एउटा कुरा याद गर्नु, यहाँ चाहिँ 20 पर्दैन है, सरी यहाँ 20 पर्दैन, यहाँ 19 मात्रै पर्छ। के पर्छ यहाँ? 19 सम्म मात्रै पर्छ, किनकि लेस देन 20 भनेको छ। लेस देन 20 भनेको 20 पर्दैन,
20 भन्दा सानो, त्यो बेला 20 लेख्ने होइन है। ल अब यहाँ z इज एन अड नम्बर भनेर भनेछ, अड नम्बर लेखौ 1 3 5 7 11 13 17 19 21 पनि हुन्छ, तर 21 हामी लेख्दैनौँ किनकि 21 पर्दैन, यहाँ पनि यो 20 पर्दैन, युनिभर्सल सेटमा 20 पर्दैन, यो पनि हामी लेख्दैनौँ। ल अब के निकाल्नु भनिरहेछ, व्हाट इज द भ्यालु अफ एन ए माइनस बी, ए माइनस बी कति हुन्छ निकाल्नु भनेको छ। ल अब ए माइनस बी कति हुन्छ पहिला निकालौँ। ए माइनस बी भनेको के हो, ए मा भएको बी मा नभएको, त ए मा के छ 4 8 12 16, हेरौँ ल 8 12 16 काहीँ छ यहाँ, 4 8 काहीँ पनि छैन भने यो पुरै हुन्छ, यो पुरै हुन्छ 4 8 12 16 पुरै भयो ए माइनस बी भनेको। त हाम्रो एन ए माइनस बी भनेको के हो, कार्डिनल नम्बर, कार्डिनल नम्बर भनेको के हो, कतिवटा छ यहाँ एलिमेन्ट, 4 वटा छ, 4 वटा भयो। सो अप्सन नम्बर ए सजिलो छ, एकदम सजिलो छ है, गाह्रो छैन। अर्कोमा जाउँ, नेक्स्ट 9 नम्बर क्वेसन। ल अब यहाँ हेर्नुहोस्, एउटा इन्ट्रान्स एक्जाम भएछ, इन्ट्रान्स एक्जाममा 75%ले चाहिँ म्याथमा पास गरेछन्। ल म्याथमा पास गर्ने 75%, 65%ले साइन्समा पास गरेछन्, साइन्समा पास गर्ने 65%। वाट इज द पर्सेन्टेज अफ दोज स्टुडेन्ट्स हु पास इन बोथ सब्जेक्ट, दुईटैमा पास गर्ने कति भनेर सोधिरहेछ, कति म्हणजे युनिभर्सल सेट कति हुन्छ हाम्रो 100% हो। अब मलाई भन्नु यहाँ हामीलाई कोही फेल भएको छ भनेर भनेछ यहाँ क्वेसनमा, भनेको छैन नि, भनेपछि हामीले के मान्नु पर्यो भन्दाखेरि यहाँ कम्प्लिमेन्ट 0 हुन्छ, किनकि कम्प्लिमेन्ट 0 हुन्छ भनेर मानिनौँ भने नि यो क्वेसन सल्भै हुँदैन। इक्जाम्पल दिन्छु हेर्नु, जस्तो यहाँ हेर्नु ल, तपाईलाई भेन डायग्राम त बनाउन आउँछ। ल यो म्याथमेटिक्स भयो, अर्को साइन्स भयो है। अब हेर्नुस्, मानिलिउँ y% फेल भयो अरे, फेल भनेको कम्प्लिमेन्ट हो। ल y% फेल भयो, ठीक छ, दुईटैमा पास हुने मानिलिउँ x%, दुईटैमा पास हुने कति x%। सो हेर्नुस् त यो 75% छ, एनएम छ, त यो पुरै भनेको 75% हो, x त गयो, 75 माइनस x% भयो भयो। अब यो एनएस भनेको कति हुन्छ 65%, साइन्समा पास हुने पुरै 65%, x त गइसक्यो, त 65 माइनस x% भयो भयो। यदि कम्प्लिमेन्ट 0 मा नमान्ने हो भने है, अब हेर्नुस् त तपाईँ आफैलाई सल्भ कसरी गर्नुहुन्छ। यो सबै जोड्यो भने 100% हो कि हैन, युनिभर्सल सेट त 100% हो, युनिभर्सल सेट त 100% हो। सो यो सबै जोड्यो भने 100% हो, त यो सबै जोडौँ, 75 माइनस x प्लस x, यो र यो जोड्दाखेरि 75 मात्रै भयो, अनि यो जोड्ने हो भने प्लस 65 माइनस x प्लस y इज इक्वल टु 100 भयो। अब यहाँ तपाईले कसरी सल्भ गर्न सक्नुहुन्छ, 75 र 65 जोड्दा कति हुन्छ 60, 72 जा 140, यस 140, 140 माइनस x प्लस y इज इक्वल टु 100। मैले सल्भ गर्न सकिन्छ, सकिँदैन नि, एउटा इक्वेसन छ x र y छ, कसरी सल्भ गर्ने, हुँदैन। त्यही भएर हामीले के गर्छौँ भने कम्प्लिमेन्ट यसमा 0 मान्छौँ, त यहाँ कम्प्लिमेन्ट सप्लिमेन्ट गोली मार्यो 0 हुन्छ। भन्नुको मिनिङ यसको अर्थ के हो भने युनिभर्सल सेट र युनियन बराबरी हुन्छ भनेको, युनिभर्सल सेट र युनियन के हुन्छ बराबरी हुन्छ, कम्प्लिमेन्ट 0 भन्दा यो बराबरी भयो कि भएन हो। त्यसो भए अब निकाल्नु, यो 100% छ, m युनियन s भनेको के हो nm प्लस ns, nm 75%, ns 65% प्लस इन्टरसेक्सन भनेको कति हो, अब इन्टरसेक्सन भनेको यही हो। ल मानिलिउँ यसलाई मैले x% मानिदिएँ, अथवा x लाई सेम यही मानिदिउँ, m इन्टरसेक्सन x मानिदिउँ। ल कति आउँछ हेर्नुस् त, अब फर्मुलामा त यहाँ माइनस हुन्छ है यो। ल सो 100% इज इक्वल टु 140% माइनस nm इन्टरसेक्सन यस, कति आयो त 100 माइनस 140 भनेको माइनस 40, माइनस माइनस क्यान्सिल, 40% आयो, कति आयो 40% आयो। सो हामी लगाउनु पर्यो अप्सन नम्बर ए मा 40%, ठीक छ, यसरी गर्ने। अर्कोमा जाउँ, नेक्स्ट 10 नम्बरको क्वेसन। अब यहाँ हेर्नु ल के छ क्वेसन, यो त अलि सजिलो क्वेसन जस्तो छ। इन अ क्लास अफ 50 स्टुडेन्ट्स, 50 जना विद्यार्थी छन्, टोटल कति छन् 50 जना छ। 25 स्टुडेन्ट्स लाइक टु प्ले फुटबल, फुटबल खेल्न मन लाग्ने कति 25 जना। 35 लाइक टु प्ले क्रिकेट, क्रिकेट खेल्न मन लाग्ने कति 35 जना।
15 लाइक टु प्ले बोथ गेम्स, दुईटै खेल्न मन लाग्ने, दुईटै भनेको के हो इन्टरसेक्सन, दुईटै खेल्न मन लाग्ने कति 15 जना। के निकाल्नु भनिरहेछ, हाउ मेनी स्टुडेन्ट्स डु नट लाइक टु प्ले एनी गेम्स, भनेको फुटबल पनि क्रिकेट पनि दुईटै खेल्न मन नलाग्ने विद्यार्थी कति भनेर भनिरहेछ। दुईटै खेल्न मन नलाग्ने भनेको के हो कम्प्लिमेन्ट हो। सो एफ युनियन सी को कम्प्लिमेन्ट कति हुन्छ निकाल्नु भनिरहेछ। तपाईले चाहिँ अलिक फास्ट फास्ट गर्नुस् क्या, यस्तो हेर्नु यहाँ हामीलाई के थाहा छ भने एनयु भनेको एनएफ युनियन सी प्लस एनएफ युनियन सी को कम्प्लिमेन्ट हुन्छ हो कि हैन हो। त हेर्नु एनयु भनेको 50 दिएको छ, यो युनियन सी भनेको कति हो एफ युनियन सी भनेको यो र यो जोड्नु पर्यो एनएफ प्लस एनसी माइनस एनएफ इन्टरसेक्सन सी, दिस प्लस दिस माइनस दिस, 25 प्लस 35 माइनस 15, यो भनेको एनएफ युनियन सी हो। फास्ट फास्ट गर्ने अब यहाँ फर्मुला लेखिराख्नु पर्दैन इन्ट्रान्समा, जति सकिन्छ फास्ट गर्ने, अरु क्वेशनहरुलाई टाइम धेरै दिन मिल्छ के। अनि अब कम्प्लिमेन्ट कति छ थाहा छैन, ल कम्प्लिमेन्ट थाहा छैन, निकाल 50, अब यो जोडौ 35 र 25 जोड्दाखेरि कति हुन्छ 50 60, 60 मा 15 घटाउँदाखेरि कति हुन्छ 60 मा 15 घटाउँदाखेरि 45, त 45 प्लस एनएफ युनियन सी को कम्प्लिमेन्ट कति आयो भन्नुस् त भाइ, यो 45 आएर सब्ट्र्याक्ट हुन्छ, 50 माइनस 45 भनेको 5 आयो। सो अप्सन नम्बर बी मा जानु पर्यो 5। ठीक छ, अर्कोमा जाउँ 11 नम्बरको क्वेशन। ल अब यो आयो, यो कसरी गर्नुहुन्छ ल, यो ट्राई गर्नु तर तपाईहरुले पज गरेर भिडियो पज गरेर कसरी गर्नुहुन्छ होला। के भनिरहेको छ, इफ ए एन्ड बी आर सबसेट्स अफ यु भनेको युनिभर्सल सेट, त ए भन्ने सेट र बी भन्ने सेट चाहिँ युनिभर्सल सेटको के हो रे सबसेट हो रे, भनेपछि ए माइनस बी के हुन्छ भनेको छ। सबसेट भनेको के त बुझ्नु ल पहिला। मानिलिनु मैले एक्जाम्पल लिए, यसमा कुनै के गर्ने एक्जाम्पलबाट गर्ने, यस्तो खालको क्वेशनलाई केबाट गर्ने हो एक्जाम्पलबाट गर्ने हो। युनिभर्सल सेट मैले के लिए 1 2 3 4 धेरै किन लिनु, 1 2 3 मैले के लिए युनिभर्सल सेट लिए। ठीक छ, अब सबसेट भनेको के हो भने सबसेट भनेको चाहिँ यो 1 2 3 4 को एलिमेन्टै हुनु पर्यो। ए मा यो 1 2 3 को बाहेक अरु एलिमेन्ट हुनु मिलेन। ठीक छ, ए भन्ने सेट भनेको के हो सबसेट हो नि त, यु को सबसेट हो। त ए भन्ने सेटमा 1 2 3 4 बाहेक अरु कुनै पनि एलिमेन्ट हुनु भएन। ल मैले एक्जाम्पलको लागि ए मा चाहिँ 1 2 3 भयो भनेर माने, बी मा मैले के माने, बी मा चाहिँ 2 3 4 छ भनेर माने, पाइयो मान्न। यो एउटा क्वेशन जस्तो त मैले बनाए, आफै क्वेशन बनाएको के। अब ए माइनस बी केसँग बराबरी हुन्छ भनेको छ। ल ए माइनस बी केसँग बराबरी हुन्छ, पहिला ए माइनस बी निकालौँ न, यहाँबाट कति आउँछ। ए माइनस बी भनेको के हुन्छ हेर्नुस् त, 1 2 3 छ यहाँ ए मा, त यहाँ 2 र 3 छ भनेपछि 1 बाँकी रह्यो, के बाँकी रह्यो 1। ए माइनस बी भनेको कति हुन्छ 1 हुन्छ, यो तपाईलाई निकाल्न आउँछ नि ए माइनस बी हैन। ए माइनस बी भनेको के हो ए मा भएको तर बी मा नभएको, त ए मा भएको जुन बी मा छैन कुन हो 1, अरु त सब बी मा हो। अब ए माइनस बी त आयो, अब यो अप्सन चेक गरौँ ल, ए इन्टरसेक्सन बी कति आउँछ हेर्नुस् त, ए इन्टरसेक्सन बी कति आउँछ 1 2 3 र 2 3 4 मा के मिलो 2 2 मिलो 3 3 मिलो, 2 र 3 आउँछ भन्छ। यो त राइट एन्सर हुँदै होइन, यो अप्सन ए रङ, थाहा पाइयो है। बी माइनस ए गरौँ, बी माइनस ए भनेको कति हुन्छ, बी भनेको 2 3 4, यो 1 2 3, त 2 3 4 मा 1 2 3 घटाउँ, 2 3 4 यहाँ यो 2 छ यहाँ 3 छ, यो 2 3 गइहाल्यो 4 बाँकी रह्यो, त यहाँ 4 बाँकी रहन्छ। अनि ए माइनस बी भनेको 1 छ त्यहाँ 4 भयो, यो पनि मिलेन, यो पनि रङ। अर्को अप्सन चेक गरौँ, यो हेरौँ ए इन्टरसेक्सन बी कम्प्लिमेन्ट हेरौँ ल। ल अब ए भनेको कति हो 1 2 3, ए भनेको 1 2 3 इन्टरसेक्सन बी कम्प्लिमेन्ट भनेको कति हो थाहा छ, बी कम्प्लिमेन्ट भनेको युनिभर्सल सेट माइनस बी भनेको यु माइनस बी गर्नु पर्यो। 1 2 3 को माइनस 2 3 4 भनेको कति आउँछ 1 आउँछ, यो 1 त कति आयो 1 आयो। इन्टरसेक्सन भनेको कति हुन्छ 1 हुन्छ, इन्टरसेक्सन दुईटामा 1 मिलेको छ, हो यो मिल्ने रहेछ, यो मिल्ने रहेछ। यो मिल्ने रहेछ भन्दा यसरी टिक नहान्ने, एकचोटि यो पनि चेक गर्ने, भाइ यो पनि मिल्ने भने के गर्ने, अर्को एक्जाम्पल लिएर चेक गर्नुपर्छ हामीले फेरि। सो ए इन्टरसेक्सन ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी। ल ए कम्प्लिमेन्ट भनेको कति हुन्छ हेर्नुस् त, ए कम्प्लिमेन्ट भनेको के हुन्छ, ए कम्प्लिमेन्ट भनेको यु माइनस ए हुन्छ, के हुन्छ यु माइनस ए। सो यु भनेको 1 2 3 4, ए भनेको 1 2 3, यसमा यो घटायो भने 4 बाँकी रहन्छ, 4 बाँकी रह्यो। इन्टरसेक्सन बी भनेको कति छ,
b भनेको 2 3 4 2 3 4 सो के कमन आयो यही कमन छ हेर्नुस् त 4 आयो कि आएन त यहाँ 4 आयो a माइनस b भनेको त 1 छ यो भनेको त 4 आयो यो मिलेन भनेपछि कुन रहेछ अप्सन सी रहेछ है त हेर्नुस् कुनै कुनै क्वेशन तपाईहरुले आफै पनि एक्जाम्पलबाट गर्नुपर्ने रहेछ भन्ने कुरा यहाँ बुझ्नु कि बुझ्नु भएन इन्ट्रान्समा यस्ता खालको क्वेशनहरु आउँछन् है याद गर्नुस् खास गरिकन सेन्ट जेभियर एसएस बोटानिकलमा यस्ता क्वेशनहरु सोधिराख्या हुन्छ यहाँबाट चाहिँ विद्यार्थीहरु अलिकति फिल्टर हुन्छन् कि अलिकति हाई लेभल विद्यार्थीले मात्र यस्ता क्वेशन गर्न सक्छन् नि त त्यही भएर सो राम्रोसँग तपाईले प्र्याक्टिस गर्नुपर्छ म तपाईलाई अन्तिममा कहाँ क्लास पढ्ने भनेर पनि जानकारी दिन्छु है ल 12 नम्बरमा छ अर्को क्वेशन के भनिरहेछ a भनेको के हो अरे a भनेको -3x2 यस्तो छ हेर्नुस् -3x2 यस्तो छ कि छैन छ यसको मिनिङ के हो x को भ्यालु -3 देखि 2 सम्म छ भनेको अब हेर्नु है -3 यहाँ इक्वल छ कि छैन छ त्यही भएर -3 पनि पर्यो -2 पर्यो -1 पर्यो -1 पछि 0 आउँछ 0 पर्यो 1 पर्यो 2 पर्छ कि पर्दैन 2 पर्दैन यहाँ इक्वल टु छैन नि त छ त छैन त्यही भएर 2 पर्दैन यो भनेको के भयो त यो भनेको a भन्ने सेट भयो यो a भनेको सेट भयो यस्तो भयो कुरो बुझ्यो अब b भन्ने सेटमा जाऊ के छ b भन्ने सेट ल -2 यहाँ पनि तपाईले हेर्नु के छ -2x3 सम्म छ हो यसको मिनिङ के हो यसको मिनिङ हेर्नुस् -2 पर्छ कि पर्दैन पर्छ किनकि यहाँ इक्वल टु छ त्यसपछि कुन आउँछ -1 त्यसपछि 0 1 2 3 पर्छ कि पर्दैन पर्दैन 3 पर्दैन यति नै हो यो b भन्ने सेट यति भयो a भयो b भयो के निकाल्नु भनेको छ a b निकाल्नु भनेछ ल a b निकाल्नु है त a b निकाल्दाखेरि कति आउँछ त a b भनेको यसमा यो घटाउनु पर्यो त यहाँ हेर्नुस् घटाउँदै जानुस् -2 -1 -2 कटो -1 कटो 0 कटो 1 कटो यहाँ 1 छ नि त 1 कटो के बाँकी रह्यो -3 बाँकी रह्यो सो a b भनेको कति हुन्छ -3 मात्रै हुन्छ अरु हुँदैन सो अब हेरौँ यहाँ अप्सन चेक गर्नुपर्छ हामीले ए नम्बरको अप्सनमा के भनिरहेछ हेर्नुस् त ए नम्बरको अप्सनमा भनिरहेछ x को भ्यालु -3 देखि -2 सम्म छ भनेको छ यो भनेको के हो -3 सँग बराबरी छ -3 सँग बराबरी छ त्यसपछि -3 पछि -2 आउँछ -2 सँग बराबरी छ छैन पछि -2 परेन -2 परेन सो -3 मात्रै भयो अप्सन नम्बर ए ले के भन्दो रहेछ -3 मात्रै पर्यो भन्दैछ त अप्सन नम्बर ए हाम्रो राइट छ यो हाम्रो राइट छ बी मा छ -2 देखि +2 सम्म यो त भदै भएन -2 पनि पर्यो -1 पनि पर्यो 0 पनि पर्यो 1 पनि पर्यो 2 पनि पर्यो यो त होइन नि त हेर्नु न a b भनेको त हाम्रो के छ -3 हुन्छ नि त सो यो मिलिसक्यो यो मिलेन यो रङ मिलेन यो मिल्छ त हेर्नुस् त -3 देखि 3 सम्म छ -3 -2 -1 0 1 2 पर्छ यो पनि मिलेन अल अफ ए हो यो त हुँदै भएन अप्सन नम्बर ए जानु पर्यो कुरो बुझ्नु त्यसो भए ठीक छ ल के बुझ्नु भएन भने तपाईले हामीलाई मेसेज गर्न सक्नुहुन्छ कि यो नम्बर तपाईले चाहिँ बिर्सिनु भएन कि कहिले पनि यो नम्बर 98495 95895 हो यो नम्बरको भाइबर व्हाट्सएप र टेलिग्राममा तपाईले हामीलाई मेसेज गर्नुस् के हामीले आफ्टर एसीको क्लासहरु रन गरिरहेका छौं सो तपाईहरुले चाहिँ यो नम्बरमा एकदम छिटो मेसेज गरिहाल्नु व्हाट्सएपमा अथवा भाइबरमा मेसेज गर्नु सर म आफ्टर एसीको क्लास लिन चाहन्छु कसरी क्लास लिने होला भनेर मेसेज गर्नु सरले तपाईलाई सोध्नुहुन्छ के तपाई साइन्स पढ्ने हो कि म्यानेजमेन्ट पढ्ने हो कि केको पढ्ने हो अनि त्यही अनुसार तपाईलाई इन्फर्मेसनहरु प्रोवाइड गर्नुहुन्छ कति बजे क्लास हुन्छ रुटिनहरु प्रोवाइड गर्नुहुन्छ कसले पढाउनुहुन्छ भनेर प्रोवाइड गर्नुहुन्छ सो तपाईले सबै जानकारी पाउनुस् अनि क्लास लिनुस् ठीक छ हामीले क्लासहरु गरिरहेछौं अर्कोमा जाऊ अर्को क्वेशन ल के भनिरहेछ हेर्नु है त a को भ्यालु -2 देखि 4 सम्म छ b को भ्यालु -1 देखि 5 सम्म छ अब यहाँ तपाईलाई a भनेको कति हुन्छ त थाहा पाउनु पर्यो के हेर्नु नम्बर लाइनको कन्सेप्ट यहाँ तपाईलाई अलिकति बुझ्नु पर्छ हेर्नु नम्बर लाइन हो यो हो यहाँ जिचमा 0 छ यतापटि बढ्दै जान्छ 1 2 3 4 5 उता हुँदै जान्छ -1 -2 -3 हुँदै आउँछ यतातिर यहाँ के छ हेर्नुस् त a को भ्यालु -2 देखि 4 सम्म छ भन्नुको मतलब के हो भन्दाखेरि -2 पर्छ कि पर्दैन पर्छ यदि बिग ब्र्याकेट छ भने पर्छ बिग ब्र्याकेट छ भने के हुन्छ पर्छ अब -2 पछि के आउँछ -1 अनि के आयो 0 अनि के आयो 1
2 3 4 पर्छ कि पर्दैन 4 पर्छ किनकि यहाँ बी ब्र्याकेट छ 4 पनि पर्यो कुरो बुझ्यो अब बी भन्ने सेट भनेको के हेर्नुस् कति छ -1 देखि 5 सम्म छ सो -1 पर्छ कि पर्दैन पर्छ किनकि बी ब्र्याकेट छ स्मल ब्र्याकेट भएको भए पर्दैन थियो है -1 अनि -1 पछि कुन आउँछ 0 आउँछ 0 अनि 1 2 3 4 5 पर्छ कि पर्दैन पर्छ किनकि बी ब्र्याकेट छ त ए र बी पर्यो सरी ए र बी को आयो सेट आयो अब के भनिरहेछ ए इन्टरसेक्सन बी निकाल्नु भनेको छ निकाल्नु इन्टरसेक्सन बी अब कुन चाहिँ ठुलो कुरो यो ए भन्ने सेट भयो यो बी भन्ने सेट भयो त के मिलेको छ हेर्नुस् त -1 मिलो 0 मिलो 1 मिलो 2 मिलो 3 मिलो 4 मिलो के आयो -1 0 1 2 3 4 हो ल अब यहाँ अप्सनमा चेक गर्नु पर्यो हेर्नुस् -1 देखि 4 सम्म हो कि हैन अब यसलाई लेख्न सक्नुहुन्छ तपाईले यसलाई यसरी लेख्नु यहाँ हेर्नु ल -1 देखि 4 सम्म पर्यो यसलाई कसरी लेख्न सकिन्छ भने यसलाई -1 देखि 4 -1 पर्यो बिग ब्र्याकेट 4 पर्यो बिग ब्र्याकेट यसलाई यसरी लेख्न सकिन्छ कुरो बुझ्नु पनि अहिले अर्को तरिकाले पनि लेख्न सकिन्छ सकिने बेलामा यसको अर्को तरिका पनि हुन्छ लेख्ने जस्तो यसलाई यसरी लेख्न सकिन्छ हेर्नु -2 -1 भन्दा यतातिर -2 आयो यसलाई स्मल ब्र्याकेट दियो कमा यहाँ 4 यसरी पनि लेख्न सकिन्छ यसलाई यसरी लेख्न सकियो सजिलो तरिका यसलाई यसरी पनि लेख्न सकिन्छ अथवा यसलाई यसरी पनि लेख्न सकिन्छ हेर्नु है तरिकामा सिकाइदिन्छु तपाईहरुलाई यसलाई यहाँ चाहिँ -1 बिग ब्र्याकेट दिने यताबाट चाहिँ 5 लेख्ने अनि स्मल ब्र्याकेट दिने हैन त 5 त पर्दैन नि त स्मल ब्र्याकेट भनेपछि 5 पर्दैन 5 भन्दा कम पर्यो त यसलाई यसरी पनि लेख्न मिल्छ चार तरिकाले लेख्न मिल्छ एउटा तरिका दुईटा तरिका तीनटा तरिका अब अर्को तरिका सिकाउँछु -2 देखि 5 स्मल ब्र्याकेट -2 र 5 भन्नु यो भन्नु कुराकानी एउटै हो है नम्बर लाइनमा सो हेर्नुस् त यही -2 देखि 5 -2 पनि परेन 5 पनि परेन यो बिचको पर्यो यो चारवटै हुन्छ आन्सर त यहाँ कुन चाहिँ छ त्यो लगाउने ठीक -1 देखि 4 यो स्मल ब्र्याकेट छ मिलेन है स्मल ब्र्याकेटमा हेर्नुस् यसको भ्यालु कति हुन्छ भने यसको भ्यालु भनेको 0 1 2 3 मात्रै हुन्छ तर यहाँ हाम्रो अर्कै छ हो यो पर्यो यही हो हाम्रो सही यहाँ छ नि त हैन अरु त छैन 2 -1 यो होइन कसरी गर्ने भन्ने कुरा थाहा पाउँदै हुनुहुन्छ है बिस्तारै अर्को छ 14 नम्बरको क्वेशन कार्टेसियन प्रोडक्टको आएको छैन के भनिरहेछ हेर्नुस् ए भनेको के छ अरे 4 भन्दा कम छ नेचुरल नम्बर n भनेको नेचुरल नम्बर हुन्छ जहिले पनि त ए भनेको कति हुन्छ 4 भन्दा कम छ 4 भन्दा कम भनेपछि 1 2 3 पर्यो 4 त परेन 4 भन्दा कम छ x इज लेस देन 4 भनेको के हो 4 भन्दा सानो त 1 2 3 पर्यो b मा जाऊ x को भ्यालु 2 देखि 4 सम्म छ x बिलोंग्स टु नेचुरल नम्बर अब हेर्नुस् 2 देखि 4 सम्म छ 2 देखि 4 सम्म छ 2 पर्छ इक्वल टु छ यहाँ छैन 2 पर्दैन 3 पर्यो 4 पर्छ पर्दैन इक्वल टु त छैन यहाँ छ त छैन त्यही भएर 4 पनि पर्दैन भनेको 3 मात्रै भयो b भनेको के भयो 3 मात्रै भयो ल अब a क्रस b कति हुन्छ कार्टेसियन प्रोडक्ट निकाल्नु भनेछ कार्टेसियन प्रोडक्ट कति हुन्छ सजिलो छ हेर्नु 1 3 2 3 3 3 के हुन्छ अरे 1 3 2 3 3 3 ल 9 मा पढ्नु भएको है यो 9 को पनि आउँछ यसरी सो अप्सन नम्बर बी सही भयो ठीक छ ल अर्कोमा जाउँ अब ल 15 नम्बर क्वेशनमा जाउँ लास्ट क्वेशन आजको के भनिरहेछ इफ ल यो यहाँ ब्र्याकेट अलि छुटे छ है ल इफ r is equal to 1 4 1 5 2 3 3 3 is a relation then domain of r is भनेको छ r को डोमेन के हुन्छ भनेर भनिरहेछ त डोमेन भनेको के हो त्यो बुझ्नु पर्यो डोमेन भनेको यो फर्स्ट को भ्यालु 1 1 2 3 यसलाई डोमेन भन्छौं यो 4 5 3 3 लाई के भन्छ रेन्ज भन्छन् र डोमेन भनेको के रहेछ 1 1 2 3 रहेछ 1 1 2 3 भनेको डोमेन रहेछ हो यो डोमेन हो तर डोमेनमा हेर्नुस् यो दुईटा वानलाई एउटै लेखिन्छ रिपिट गरिदैन त 1 2 3 भनेको के हो खासमा डोमेन हो यो डोमेन 1 2 3 अप्सन नम्बर ए रेन्ज भनेको के हुन्थ्यो 4 5 3 3 भनेपछि 4 5 3 हुन्थ्यो 4 5 3 3 4 5 जे लेखे पनि हुन्छ
सो यो चाहिँ रेन्ज हुन्थ्यो, अरू त कुनै मिल्दैन। सो डोमेन भनेको यो भयो है त। यसमा चाहिँ कुरो क्लियर? ल यसरी हामीले आज 15 वटा क्वेशन्सहरू प्र्याक्टिस गरेका छौँ। यस्तै क्वेशन्सहरू म अब अरू बेला लाइभमा पनि आउँछु, त्यति बेला तपाईँले हेर्नु होला। र यस्तै अरू भिडियोहरू पनि छन् हाम्रो हामीले गराएका एसईका, ती पनि छन्, ती पनि तपाईँले हेर्नु होला। म्याथमेटिक्स मात्रै नभएर साइन्सका पनि छन्, इङ्ग्लिसका पनि छन्, अरू टिचरहरूले गराउनु भएको छ। ती क्वेशनहरू तपाईँले प्र्याक्टिस गर्नुहोस्। र हामीले क्लासहरू पनि गराइरहेको छौँ है आफ्टर एसईको। तपाईँ जुनसुकै, तपाईँ चाहे सिटिभिटी पढ्नुहोस्, चाहे डिप्लोमा लेभल, चाहे पिसिएल नर्सिङ अथवा साइन्सको, म्यानेजमेन्टको, एजुकेसनको जुनसुकै फिल्डतिर तपाईँलाई यदि इन्ट्रान्स एक्जामको तयारी गर्न मन छ भने हामीलाई सम्झनु होला। मात्र यो नम्बर तपाईँले कन्ट्याक्ट गरे पुग्छ 9849595895 हो। यो नम्बरको भाइबर, व्हाट्सएप अथवा टेलिग्राममा मेसेज गर्नुहोस् के सर आफ्टर एसईको क्लास कसरी लिने होला, कहिलेबाट सुरु हो, अथवा कुन कुन सरले पढाउनुहुन्छ, यसको रुटिन के हो, कुन कुन सब्जेक्ट पढाइ हुन्छ भनेर तपाईँले यसो मेसेज गर्नुहोस्। अब साइन्सको लागि भनेको साइन्स, इङ्ग्लिस र म्याथ पढाइ हुन्छ, म्यानेजमेन्टको लागि म्याथ र इङ्ग्लिस मात्रै पढाइ हुन्छ। ठिक छ? सो यो नम्बरमा तपाईँले चाहिँ एक्चुअली हामीलाई मेसेज गर्नु होला है त, अनि हामी तपाईँलाई सम्पूर्ण डिटेल्सहरू दिन्छौँ। सो आजको लागि यति नै। अब फेरि पनि यस्तै नयाँ नयाँ भिडियो हामी लिएर आउने नै छौँ। हाम्रो युट्युब च्यानल नेपाल अनलाइन स्कुललाई यदि तपाईँलाई मन परेको छ भने भिडियो सब्सक्राइब गरिदिनु होला, मन परेको छैन भने त तपाईँको इच्छा हो है त। हस् त, धन्यवाद।